नमस्कार साथीहरू। आज कुरा गरौँ लियोनल मेसीको पछिल्लो पर्फर्मेन्सबारे। अहिले पछिल्ला केही खेललाई हेर्ने हो भने मेसीको पर्फर्मेन्समा केही गिरावट देखिन थालेको छ। यसको सबैभन्दा ठूलो कारण हुन सक्छ उमेर। मेसी अहिले आफ्नो क्यारियरको अन्तिम चरणमा छन्। 20 वर्षको उमेरमा जस्तो लगातार 90 मिनेट उच्च इन्टेन्सिटीमा खेल्नु र 39 वर्षको उमेरमा त्यही स्तर कायम राख्नु एउटै कुरा होइन। विशेष गरी लगातार खेलहरू, यात्रा, ट्रेनिङ र रिकभरीको समयले पनि शरीरमा असर गर्छ। तर कुरा उमेरमा मात्र सीमित छैन। इन्टर मायामीमा मेसीमाथि अझै पनि धेरै क्रिएटिभ रिस्पोन्सिबिलिटी छ। टोलीलाई गोल चाहिएको बेला मेसीबाटै केही एक्स्ट्राअर्डिनरी हुने अपेक्षा गरिन्छ। त्यसले उनको वर्कलोड पनि बढाउँछ। पछिल्लो न्यासभिल विरुद्धको खेललाई नै हेर्नुहोस्। इन्टर मायामी 4-1 ले पराजित भयो। मेसीले पेनाल्टी समेत मिस गरे। यद्यपि उनले एसिस्ट भने गरेका थिए। यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ। मेसी अझै पनि खेल परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। तर पहिलेको जस्तो हरेक क्षण खेलमाथि पूर्ण नियन्त्रण राख्ने अवस्था भने छैन। अर्को पक्ष हो इन्टर मायामीको ओभरअल पर्फर्मेन्स। फुटबल व्यक्तिगत खेल होइन। मेसीले राम्रो खेल्दा पनि टोली कमजोर भयो भने नतिजा आउँदैन। र टोलीले राम्रो सपोर्ट दिन नसक्दा मेसीमाथिको प्रेसर झन बढ्छ। त्यसैले मेसीको पर्फर्मेन्स खस्किएको देखिँदैमा मेसी सकिए भन्नु पनि गलत हुन्छ। तर अर्को सत्य पनि स्वीकार गर्नुपर्छ। हामीले देखिरहेको मेसी केही वर्ष अघिको मेसी जस्तो छैनन्। अब उनी पहिलेको जस्तो स्पिड र लगातार ड्रिब्लिङ भन्दा पनि एक्सपिरियन्स, पोजिसनिङ, पासिङ र डिसिजन मेकिङमा बढी निर्भर देखिन्छन्। सायद यही नै एउटा महान खेलाडीको क्यारियरको अन्तिम चरण हो, जहाँ फिजिकल एबिलिटी बिस्तारै घट्दै जान्छ तर फुटबल इन्टेलिजेन्स अझै बाँकी रहन्छ। अब प्रश्न एउटै छ, मेसीले आफ्नो क्यारियरको अन्तिम वर्षहरूमा फेरि पुरानो लय फिर्ता ल्याउन सक्छन् कि अब हामी उनको क्यारियरको नेचुरल डिक्लाइन देखिरहेका छौँ? तपाईको विचार के छ? कमेन्टमा आफ्नो अनेस्ट ओपिनियन लेख्नुहोस्।